हिजो चाहिँ हाम्रो दैलामारा कान पड्काई खेल भएको थियो भने आज चाहिँ धमुला 1 वर्सेस 1 बमकाजी वर्सेस भुत्तेकाली वर्सेस दबाङ को आज खेल हुँदैछ। कसले चाहिँ बढी कान हान्छ है त। ल हेरौँ साथीहरू, ल बाँडौँ, खेल सुरु भएको छ। हेरेर इन्जोय गर्नु होला है। पाँचमा सो गरे है। ल स्टार्ट भएको छ मिलाएर। पहिला त्यसरी हैन, यतापट्टि आएर पहिलो खेलमा जित्न सफल हुनु भएको छ भुत्तेकाली। उहाँले दबाङलाई कानमा हान्दै हुनुहुन्छ। स्टार्ट। वाह नाइस। अब उता बमकाजीलाई हान्दै हुनुहुन्छ। नाइस। ल अब दोस्रो कतिमा सो गरेको छ? 5मा। सेकेन्ड राउन्ड जित्न सफल हुनुहुन्छ बमकाजी राई। उहाँले अब हान्दै हुनुहुन्छ भुत्तेकाली तामाङलाई। यता देखाएर सर्ट। रेडी रेडी। पाउँदैन यताबाट। यतापट्टि बस। ल पड्किन। अब यता हान्दै हुन्छ दबाङ भुजेललाई। देखेन यतापट्टि हान्न। नाइस। ल नाइस। तर आवाज अलि मजा आएन है, पड्केन। खेल एकदम घम्सा घम्सी भइरहेको छ। तेस्रो राउन्ड सुरु भइरहेको छ। कसले ल तेस्रो राउन्ड जित्न सफल हुनुहुन्छ बमकाजी राई। नाइस। पड्केन यार, मजै आएन। नाइस। आउट। अब यो खेलमा आउट हुनेको भएको छ दबाङ भुजेल। अब यो खेल जसले जित्छ त्यो विनर। फाइनल पुग्नु भएको छ है। फाइनल राउन्ड चाहिँ हाम्रो 2टा हुनेछ। 2 खेल हुनेछ। फाइनल राउन्डको पहिलो खेल जित्न सफल हुनु भएको छ भुत्तेकाली तामाङ। नाइस शट। अब फाइनल राउन्डको दोस्रो खेल हुँदैछ बमकाजी भर्सेस भुत्तेकाली। कसले मार्ला बाजी? भुत्तेकाली भर्सेस बमकाजी। ल फाइनल राउन्ड 1-1 बराबरी भएको कारणले एकछिन फाइनल राउन्ड दोस्रो जित्न सफल हुनु भएको छ बमकाजी राई। अब यो रहेको छ डुअर डाइमा गएको छ खेल। फाइनल राउन्डमा फर्स्ट गेम जित्नु भएको छ भुत्तेकाली तामाङले भने दोस्रो गेम जित्नु भएको छ बमकाजी राई। यो गेम
जसले जित्यो उही आजको विनर हुनेछ। खेल सुरु भएको छ। विनरलाई आयोजक सन्तोष भुजेलको तर्फबाट 20 रुपैयाँ पुरस्कार पाउनुहुनेछ। खेल घम्साघम्सी चलिरहेको छ। भुत्तेकाली भर्सेस बमकाजी। ल फाइनल राउन्ड आजको खेलको प्रथम हुन सफल हुनुभएको छ भुत्तेकाली तामाङ। ल यता तपाईलाई आजको खेल कस्तो लाग्यो? जित्न सफल हुनुभएको छ। धन्यवाद। ठिक छ नि होइन? एकदम कडक। ल तपाईले आजको खेलको विजेता हुनुभई रु 20 रुपैयाँ प्राप्त गर्नुभएको छ। क्ल्याप गरेर ताली बजाइदिए। आजको धमुला तास प्रतियोगितामा प्रथम हुन सफल हुनुभएको छ भुत्तेकाली तामाङ। उहाँलाई म सम्मान स्वरूप आजको विनर हुनुभएकोमा 20 रुपैयाँ हस्तान्तरण गर्दैछु। सबैले क्ल्याप गरेर सम्मान गरिदिनु भयो। बधाई छ हजुरलाई।